हेलो साथीहरु, सेवा स्वागत छ हजुरहरुलाई फेरि पनि मेरो च्यानलमा। आज चाहिँ मैले हजुरहरु सामु यो बेबी आर्ट बनाउने तरिका लिएर आएको छु है त। गाँठो बनाउने 4 चेन तान्ने 1 2 3 4 सुरुको चेनमा जोड दिने, यसलाई त भित्रबाट लिने र एक चेन तान्ने र 12 डबल क्रोशे बनाउने यो भित्र। बाह्र डबल क्रोशे भयो। अब यो सुरुको एक चेन तानेकोमा जोडिदिने, फेरि एक चेन तान्ने, एक र यही ठाउँमै फेरि 2 डबल क्रोशे भयो एक चेनमा। अब फेरि अर्कोमा पनि 2 नै गर्ने, 1 2 र अर्कोमा पनि 2 नै गर्ने, 1 2। यो सबैभरि चाहिँ 2 चोटि डबल क्रोशे गरेर यहाँसम्म ल्याउने है त। यहाँ हामीले चाहिँ 12 चेनको माथि 2 चोटि गरेर 24 डबल क्रोशे बनायौं। अब यो अघि तानेको सिंगल क्रोशेमा जोडिदिने, यो भयो। यो फेरि एक चेन यही ठाउँमा डबल क्रोशे बनाउने, 1 2 भयो र अर्कोमा 2 चोटि बनाउने, एकै चेनमा 2 चोटि, 2 फेरि अर्कोमा सिंगल डबल क्रोशे 1, अर्कोमा सिंगल 2 र अर्कोमा 2 चोटि एकै ठाउँ डबल क्रोशे, 2 चोटि चाहिँ सिंगल डबल क्रोशे र एक चोटि चाहिँ 2 चोटि एकै ठाउँमा डबल क्रोशे गर्ने है त। सिंगल डबल क्रोशे 2 चोटि र एक चोटि चाहिँ 2 चोटि डबल क्रोशे एकै ठाउँमा है त। यसरी नै यो लाइन पनि सबै यहाँसम्म हुन्छ है त। यही पनि हाम्रो यो राउन्ड बनाएर रेडी भइसक्यो। अब यो सिंगल क्रोशे तानेकोमा जोडिदिने, अनि फेरि एक चेन तान्ने र यही ठाउँमा डबल क्रोशे बनाउने, सेम अघिको जसरी नै फेरि 2 भयो र 3 मा चाहिँ 2 डबल क्रोशे बनाउने। यसरी नै सेम हामी 3 लाइन बनाउँछौं है त। यो चाहिँ बनेर रेडी भइसक्यो। सुरुमा 12 डबल क्रोशे तान्यो है, त्यसपछि 2 डबल क्रोशे गरेर 24 लाइनको बनायो र एक चेनमा चाहिँ सिंगल डबल क्रोशे र अर्को चेनमा चाहिँ 2 चोटि डबल क्रोशे गरेर
1 2 3 4 सेम यही तरिकाले 4 लाइन बनायो। यो चाहिँ 6 महिनादेखि 1 वर्ष 1.5 वर्षसम्मको बच्चाको लागि रेडी हुँदैछ है त। अब फेरि 1 चेन 2 चेन तान्ने र सबै यही एकै ठाउँमा पहिला एक डबल क्रोसे बनाउने र अब चाहिँ यो सबै डबल क्रोसेको चेनमाथि एक चोटी डबल क्रोसे बनाउँदै राउन्ड लगाउने है त। यसरी नै सबै माथि राउन्ड लगाएर यहाँसम्म ल्याउने है त। हामीले सबै राउन्ड बनाएर ल्याइसक्यौँ। अब हामी यहाँनिर जोडिदिन्छौँ है त। जोडिदिउँ। यो चाहिँ अलिकति कोप्रो पर्न थालेको छ। अब हजुरहरूलाई कत्रो साइज चाहिने त्यही अनुसार फेरि यही सेम लाइन सिंगल डबल क्रोसे बनाउँदै लाने है त। कति लाइन हजुरहरूलाई चाहिने कत्रो साइज चाहिने त्यही अनुसार फेरि सिंगल डबल क्रोसेको मात्र बनाउँदै लाने है त। सिंगल सबै लाइनमा यो मैले बनाएर सिंगल डबल क्रोसेको पनि बनाइसकेँ। यो 12 डबल क्रोसे तानेर 12 को माथि 2 चोटि गरेर 24 भयो र यो 24 माथि चाहिँ 2 चोटि सिंगल क्रोसे डबल गर्ने, 1 2 चोटि डबल क्रोसे सिंगल गर्ने र एक ठाउँमा 2 चोटि डबल क्रोसे गरेर 1 2 3 4 लाइन सेम गरे र त्यो माथि फेरि सिंगल डबल क्रोसे एक चोटि सबै राउन्डमा गरेर 1 2 3 4 5 लाइन सक्यो। यो चाहिँ हाम्रो टोपीको टाउकोको भागको बनाएर रेडी भइसक्यो र यो चाहिँ 6 महिनादेखि 1 वर्ष 2 वर्षसम्मको लागि रेडी हुन्छ। अब हामी यसमा हल्का डिजाइन बनाउँछौँ है त। यो एकै ठाउँ यो 2 चेन तानेको छ। अब यसमै 1 2 यो 2 चेनसँग 3 चोटि भयो र अर्कोमा पनि फेरि 3 चोटि 1 2 3 र फेरि अर्कोमा 3 1 2 3 र फेरि अर्कोमा पनि 3 1 2 3 यसरी नै यो सबै चेनको माथि चाहिँ 3 चोटि डबल क्रोसे बनाउँदै यहाँसम्म ल्याउने है त। यो राउन्डभरि 3 चोटि डबल क्रोसे बनाएर रेडी गरिसके। अब हामी यहाँनिर जोडिदिन्छौँ र फेरि 1 2 चेन तान्ने र सेम ठाउँमा डबल क्रोसे बनाउने। अब चाहिँ हामीले अघि 3 चोटि गरेको थियौँ भने अब सबै राउन्डमा एक चोटि डबल क्रोसे बनाउँदै जाने। सबै चेनमाथि एक चोटि डबल क्रोसे बनाउँदै जाने। यो सबै राउन्डमा एक चोटि डबल क्रोसे बनाउँदै यो राउन्ड पुरा गर्ने त। यो मैले डबल क्रोसेको माथि डबल क्रोसे एक चोटि बनाएर पनि रेडी गरिसकेँ। अब म चाहिँ यसमा हल्का सेतोले बुट्टा बनाउँछु है त। सेतो धागो मिक्स कलर गर्छु। चेनको माथि एक चेन तान्ने र हरेक डबल क्रोसेको माथि एक चोटि सिंगल क्रोसे बनाउँदै जाने। सिंगल डबल क्रोसेको माथि सिंगल क्रोसे बनाउँदै जाने।
यसरी सबै राउन्ड यहाँसम्म सिंगल कुसे बनाउँदै ल्याउने। यो मेरो सेतो धागोको पनि बुट्टा चाहिँ बनाएर रेडी भइसकेको छ। यो हात पनि रेडी भइसक्यो। हजुरहरूले अब यसमा फ्लावर बनाएर लगाउनु पनि सक्नुहुन्छ, यतिकै सादा लगाउनु पनि सक्नुहुन्छ है त। यो हात चाहिँ मेरो बनेर रेडी भइसकेको छ। मैले यसमा बो पनि लगाइसकेँ। यो चाहिँ मेरो यसको सेट हो। यसको सेट हो। हजुरहरूलाई नेक्स्ट भिडियोमा चाहिँ म यो यसको बाहिरबाट लगाउने आउटर बनाएर देखाउँछु है त।